उसलाई प्रेम नगर्ने भन्ने एउटा वचन खोजेको छ। तर आज हामीले परमेश्वरको वचनले चाहिँ शत्रुलाई पनि प्रेम गर है, आफ्नो छिमेकीलाई प्रेम गर है, अनि 3:16 भनेको छ फेरि संसारलाई पनि प्रेम गर्नु र प्रेमको बारेमा है यसरी यो बाइबलमै छ फेरि प्रेम नगर्नु भन्ने कुरा है, र प्रेम गर्नु अनि प्रेम नगर्नु बारेमा है यसको हामी आज व्याख्या गर्नेछौँ र यसलाई बुझ्नेछौँ है परमेश्वरको वचनद्वारा। र यसरी हामीहरू है यसरी हामीले प्रेम गरेको कुन कुरालाई असल हुन्छ, कुन कुरालाई अनि असल हुँदैन है, यस बारेमा पनि हामी बुझ्नेछौँ। र यसरी म वचन ल्याएको छु। पहिला म उत्पत्तिबाटै सुरु गर्छु। उत्पत्तिको हामी 2:16 हेऱ्यौँ भने त्यहाँनिर है, उत्पत्तिको 2:16 पढिदिनु त। वचनको लागि प्रार्थना भइसकेको छ है, हुन्छ प्रार्थना गर्ने अनि यहाँ हाम्रो बोनुलाई पनि भइरहनु भएको छ उहाँले दिनुभएको लागि है, जब वचन पढिदिनु त। पहिला हामी उत्पत्तिदेखि नै सुरु गर्नेछौँ। त्यहाँबाट त्यहाँनिर उत्पत्ति 2:16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खाए हुन्छ है। बगैँचामा फलहरू है एउटै किसिमको मात्रै रहेनछ है, त्यहाँनिर हामी अहिले बुझ्दैछौँ। अरू सबै सङ्कोच नमानी खाए हुन्छ भने चाहिँ अरू पनि रहेछ, अरू चाहिँ अरू त्यही मात्रै होइन छ, असल र खराब ज्ञान दिने रुखको फल मात्रै होइन छ। अरू खाएर साधारण फलहरू खाएर बाँच्नुपर्ने, जस्तो अहिले हामी रोटी भात खाएर बाँच्दैछौँ, त्यस्तो खालको त्यो समयको त्यो जमानामा त्यो दुनियाँमा चाहिँ त्यो फलफुल खाएर बाँच्ने एउटा दुनियाँ थियो है। त्यो र त्यो फल पनि रहेछ जीवनको रुखको फल, अनि असल अनि त्यहाँदेखि असल र खराब ज्ञान दिने रुखको फल, त्यहाँदेखि सधैँभरि खाएर बाँच्ने रुखको फल, त्यो 3 किसिमको फल। र यो फललाई फलको बारेमा परमेश्वरले आज्ञा गर्नुभयो है, सङ्कोच नमानी खाए हुन्छ अरू चाहिँ है। तर एउटै मात्रै भन्नुभयो, उहाँले आज्ञा गर्नुभयो, त्यो चाहिँ नखानु, जुन चाहिँ असल र खराब ज्ञान दिने रुखको फल चाहिँ तिमीहरूले नखानु, त्यो दिन त्यो खान्छौ तिमीले चाहिँ मर्छौ भन्नु है, निश्चय तिमीले मर्नेछ भन्नु है। हुन्छ त्यो फेरि हामीलाई चाहिँ यसलाई हामीले फेरि उत्पत्तिकै 3:6 हेरौँ त। उत्पत्तिको 3:6 पढिदिन्छ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहलाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। त्यो अब त्यहाँ फेरि भनेको छ है, जब भनेको छ। जब भनेपछि जस्तो अब एउटा जब भन्ने एउटा शब्द के कस्तो छ भने अब अन्त्यबाट चाहिँ भनेर एउटा हामीले भन्छौँ नि त है, अन्त्यबाट चाहिँ यस्तो भनेर भन्छौँ नि, त्यही कुरालाई अब जब भनेको छ। त्यो जब चाहिँ फेरि जब स्त्रीले त्यस रुखको फल खान है, यो त्यो चाहिँ अब जब त्यो रुखको फल खानलाई असल है, त्यो रुखको फल खानलाई चाहिँ के छ असल छ है। अनि फेरि त्यहाँ पहिलो बुँदा त्यो भयो, सेकेन्डमा दोस्रो बुँदा भनेको छ फेरि खानलाई असल र फेरि हेर्नुमा रहलाग्दो भनेको छ दोस्रो भयो है। तेस्रो चाहिँ बुद्धि पाउनलाई त्यस रुखका चाह गर्नुपर्ने रहेछ भनेदेखि है। त्यो चाहिँ कुन दृष्टिकोणमा हेरेको छ भने अब 3टा कुरामा है। अब एउटा चाहिँ के छ भने खानालाई भनेको चाहिँ के भयो बुझ्यो भने हामीले है, त्यो चाहिँ एउटा शरीरको अभिलाषा
है खानालाई है असल त्यो खानुको लागि अब हामीले चाहिँ कुनै पनि जिनिस खायौँ भने है कुनै पनि जिनिस खाँदाखेरि हामीलाई एकदम मिठो लाग्छ हामीले शरीरको स्वादिष्टको लागि कति मिठो हो भनेर जिब्रो पड्काइ खान्छौँ एकदम त्यो खानेकुरोलाई प्रशंसा दिँदै खान्छौँ साह्रै मिठो रहेछ हौ भनेर भन्दै खान्छौँ त्यो एउटा हामीले के देखिन्छ भने के बुझिन्छ भने शरीरको अभिलाषा है फेरि हेर्नुमा पनि हामीलाई के छ फेरि हेर्नुमा रहर लाग्दो भने है हेर्नुमा पनि रहर लाग्दो भने त्यो हेर्नुमा पनि हामीले धेरै सुन्दर देख्यो भने आँखाको अभिलाषा है त्यो आँखाको अभिलाषा भनिन्छ धेरै हेर्नुमा दामी जिनिसलाई चाहिँ हामीलाई मन पर्छ है अनि यस्तो अलिक साधारण एकदम कलर गएको है अलिक साधारण अलिक काटे काङ्गे यसो खैलो भएकोलाई हामीलाई चाहिँ साह्रै मन पर्दैन है एकदम उज्जवल भएकोलाई अनि राम्रो एकदम नजर पर्नेलाई कति राम्रो रहेछ भनेर एउटा फुलहरू भनौँ अहिले कुनै पनि जिनिसलाई हामीले नजर पराउने कति प्रशंसा दिन्छ है कति दामी रहेछ साह्रै रहर लाग्दो रहेछ भनेर भन्छौँ त्यो चाहिँ एउटा हामीले के बुझ्छौँ भने त्यसमा चाहिँ आँखाको अभिलाषा है अनि फेरि हामीले तेस्रोमा हामी आउँछौँ है तेस्रोमा चाहिँ हामीले के बुझ्छौँ यहाँ तेस्रोमा चाहिँ हामी बुद्धिको बारेमा है रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाएन है त्यस चाह गर्नुपर्ने रहेछ र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भने बुद्धिको लागि भने त्यो बुद्धि चाहिँ अब एउटा कुरो हामीलाई त्यो बुद्धि चाहिँ के भने चाहिँ अब एउटा है हामीले एउटा बुद्धि कस्तो खालको बुद्धि पनि हुन्छ संसारको एउटा एक किसिमको बुद्धि हुन्छ अनि आत्मिक बुद्धि एउटा किसिमको हुन्छ है अनि त्यो बुद्धि चाहिँ अब त्यो जब त्यो फल खाएपछि हामीले बुद्धि पनि आउने रहेछ र बुद्धि पनि हामीले प्राप्त गर्नु सक्ने रहेछौँ भन्ने त्यो दृष्टिकोणमा हेऱ्यो हो त्यहाँदेखि त्यो हेरेर अब त्यो बुद्धि चाहिँ कस्तो भन्ने अर्को किसिमको क्या अब त्यो फल खानुको लागि एउटा फललाई उसले प्रशंसा दिँदै बुद्धि पाउने रहेछौँ है खानुलाई मिठो हुने रहेछ अनि हेर्नु पनि राम्रो सुन्दर रहेछ भनेर त्यो फल खानुको लागि उसले त्यो एउटा चाह गर्नुपर्ने रहेछ भनेर उसले त्यो फललाई पहिला चाहिँ के गर्ने प्रशंसा दिएर अनि उसले चाहिँ त्यो बुद्धिको कुरा चाहिँ के गर्यो भने एउटा सेखी गर्ने कुरा मान्छेलाई घमनको कुरा हुन्छ त्यहाँबाट चाहिँ तिनवटा कुरा चाहिँ ले गर्दाखेरि आज संसारको मान्छेलाई प्रभाव पारेको छ है त्यो तिनवटा कुरा आँखाको अभिलाषा है जीवनको अभिलाषा शरीरको अभिलाषा है त्यहाँदेखि आँखाको अभिलाषा है त्यहाँ जीवनको सेखी अब बुद्धिमा हामी आयो भने जीवनको सेखी यो चाहिँ एउटा जीवनको सेखीलाई अर्को शब्दमा भाषामा भन्नुभयो भने के भनिन्छ घमन पनि भनिन्छ है ती तिनवटा कुराले गर्दा आज संसारको मान्छेलाई के बनाएको छ त्यो फल टिपेर र उसले पनि खाइन् है आफ्नो पतिलाई पनि दिइन् है त्यो फललाई चाहिँ अनि दिएर खाइसकेपछि त्यो फल खाइसकेको पछाडि धेरै कुरोहरू त्यहाँनिर आयो है अभिलाषा कुरोहरू आयो है आँखाको अभिलाषा आयो शरीरको अभिलाषा आयो घमण्डी कुराहरू आयो है सेकी गर्ने कुराहरू आयो र त्यो कुरा चाहिँ के रहेछ भने आज जुन चाहिँ कुरो परमेश्वरले आज्ञा गर्नुभएको कुरो थियो नि त त्यो कुरो खाएपछि चाहिँ है मान्छेलाई मर्ने सक्छ भने चाहिँ अलिक मृत्यु पनि आयो आउँछ लगेर तर मृत्युको अगाडि थुप्रो कुरो आयो मान्छेलाई बिमार असर पार्ने आयो घमण्डी कुराहरू आयो अभिलाषाले भरियो मान्छे यही कुरा आयो मृत्यु त अब पछाडि आयो तर त्यो पछाडि चाहिँ आज मान्छेलाई धेरै भ्रष्टाचार धेरै मान्छेहरू चाहिँ एकदम है परमेश्वरदेखि के हुँदै गयो टाढिँदै गयो बिरानो भयो है बिरानो भएर गयो अनि यतिसम्म बिरानो भयो कि परमेश्वरले त्यो अदम र हावालाई त्यो एडेन बगैँचाबाट निकाल्नु मात्रै होइन त्यो एउटा पुल थियो त्यहाँ परमेश्वरको बगैँचामा आउने जाने त्यहाँ एउटा पुल साँगो थियो त्यो धरी भचाइदिएको त्यति सम्बन्ध टुटाइदिएको छ पुरै सम्बन्ध टुटाएको छ त्यसले गर्दाखेरि आज त्यो कुरालाई चाहिँ हामीले के बुझ्यौँ भने त्यो चाहिँ एउटा शरीरको अभिलाषा र है अनि आँखाको अभिलाषा यो चाहिँ के भने पितातर्फको होइन भने
र हामीहरू फेरि पनि पहिलो युहन्नाको पहिलो युहन्ना 2को नानीहरू के भयो तिम्रो 2को 15, 16, 17मा हेर्नु पर्ने त त्यसमा पहिलो युहन्नाको 2को 16, 15, 16, 17 पढिन्छ। संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। 16 किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पिताबाट आएको होइन तर संसारबाट आएको हुन्। संसार बिति जान्छ तर त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। सधैँभरि रहन्छ है, उहाँको इच्छा पुरा गर्ने। यहाँ संसारलाई प्रेम नगर्नु भने माथिबाट ठुलो अक्षरमा लेखेको छ। र संसारलाई वा संसारको कुनै पनि भएको कुनै पनि थोकलाई है प्रेम नगर्नु नगर है। आज संसारमा हामी छौँ है, संसारमा छौँ, संसारको कुरो हामी चलाउँछौँ है, व्यवहार गर्छौँ। अब संसारमा भएर हामी है हामी पनि संसारमा भएको हुनाले अब संसारकै कुरा व्यवहार गर्छौँ, चलाउँछौँ। त्यसरी अब एउटा मिस्त्रीले त्यो काम गरुन्जेलको लागि त्यो सामानलाई इज्जत दिन्छ है, चलाउँछ। अनि त्यो काम गर्नुको लागि त्यसलाई उद्याउँछ है, काम चल्नुपर्छ, छिटो छिटो काम हुन सकोस् है, काट्नु सकोस्। अनि यो भुत्ते कहिले कहिले हो भनेर उनीहरूले अब त्यो मिस्त्रीहरूले राम्रोसँगले उसलाई उद्याउँछ है, राम्रो बिड लगाउँछ। फुच्चिना आएको छ भने पनि है, त्यो मार्तल अब कटालीहरू छ भने कुनै पनि फुकुनी भन्छ र त्यो जिनिसलाई चलाउनुको लागि सुविधा हुनुको लागि त्यसलाई एउटा हिफाजत गर्छ, जतन गर्छ क्या। त्यसलाई उद्याउने काम गर्छ, बिड लाउने काम गर्छ, त्यो पनि काम त्यो गर्नु। त्यहाँदेखि उसले त्यो काम चलेपछि काम चल्नुजेलको मात्रै उसले त्यसलाई उसले है इज्जत दिन्छ। जब कामको लागि मात्रै हो है, काम पछाडिको उसको त्यसलाई टोकेर खानु भएन, पकाएर खानु भएन है, त्यो खालि कामको लागि मात्रै। ठिक त्यसरी नै आज हामीले विश्वासीहरूले पनि इसाईहरूले पनि है यो संसारको कुरोहरूलाई चाहिँ हामीले त्यसै अनुसार है, त्यही मार्फतमा हामीले काम यसरी चलाउने व्यवहार गर्ने हो संसारको कुरोलाई चाहिँ, संसारको खबरलाई है। अनि त्यहाँमाथि अब त्यसैमा हामीहरू सबै कुरो समर्पित, त्यसैमा प्राथमिकता दिने, त्यसैमा भरोसा गर्ने, यही हो मेरो सबै कुरो भनेर हामीले त्यसैमा लागि पर्ने है। सधैँभरि त्यसलाई नै हामीले ठुलो प्राथमिकता दिएर बस्ने है, भरोसा आशा त्यही माथि राख्ने होइन। हाम्रो भरोसा आशा चाहिँ परमेश्वरमाथि राख्नु पर्यो है। तर त्यो चाहिँ कुरो चाहिँ के हुन्छ भने अब संसारमा छ र संसार पनि बितेर जाँदाखेरि त्यो पनि बितेर जान्छ है। त्यसले गर्दाखेरि आज हामीले है त्यो संसारमा भएको कुरोलाई हामीले के यसरी हामीलाई यसले चाहिँ है जसरी बितेर जान्छ, संसार बितेर जान्छ त्यसरी यो बितेर जान्छ भनेर हामीले त्यो कुरोलाई त हामीले त्यति प्राथमिकता दिनु हुँदैन, खालि हामीले चलाउनुको लागि मात्रै हो यो भनेर है। जस्तै अब है यसरी पाउलले भनेको है, पाउलले के भनेको छ भने रोमी 12:2 है, रोमीको 12:2 पढिन्छ। पाउलले यहाँ रोमी 12:2 पढिदिनु त। यस संसारको ढाँचामा नचल, तर आफ्ना मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। यस संसारको केमा नचल, ढाँचामा नचल। संसारले जस्तो गर्छ, जस्तो खान्छ, जस्तो भन्छ, जस्तो लगाउँछ, संसारले जस्तो बोल्छ त्यो कुरा चाहिँ ढाँचा हो है। त्यो कुरो संसारसँगको एक नासे नहो र संसारको ढाँचामा नचल भनेको है। अनि पूर्ण रूपले मन परिवर्तन हो भनेको है, पूर्ण रूपले है। त्यो अलिअलि होइन है, दुईवटा नाउँमा खुट्टा टेकेको जस्तो होइन है, पूर्ण रूपले भनेको एकदम कम्प्लिटलीसँगले, जस्तो सारा हृदयले, सारा प्राणले, सारा शक्तिले
प्रेम गर भने है त्यस्तो खालको आज हामीले सारा शक्तिले सम्पूर्ण प्रकारले चाहिँ हामीले के हुनु पऱ्यो परिवर्तन हुनु पऱ्यो अनि उहाँको सिद्ध इच्छा चाहिँ के हो भनेर हामीले जान्नु र बुझ्नु सक्नु पऱ्यो है त्यो चाहिँ हाम्रो विश्वासीमा हुनुपर्छ है अनि उहाँको इच्छालाई पुरा गर्नु नै है आज हामीले उहाँले हामीलाई चिन्नुहुन्छ है उहाँले हामीलाई है यो चाहिँ मेरो छोरा मेरो प्रजा मेरो सन्तान मेरो है के अरे चेला भनेर उहाँले हामीलाई के गर्नुहुन्छ चिन्नुहुन्छ उहाँको सिद्ध इच्छा पुरा जब गर्छौँ भने संसारको कुरालाई चाहिँ हामी पछाडिपट्टि राखेर अनि उहाँको कुरालाई चाहिँ उहाँको के अरे प्रेम उहाँले गर्नुभएको प्रेमको कुराहरूलाई उहाँले गर्नुभएको अनुग्रहको कुराहरूलाई चाहिँ जब हामीले प्राथमिकता दिन्छौँ उहाँको इच्छा हामीले पुरा गरेको हुन्छौँ र उहाँको इच्छा पुरा गर्नेलाई चाहिँ उहाँले कहिले पनि छोड्नुहुन्न कहिले पनि त्याग्नुहुन्न है जस्तै अवस्थामा पनि है हुनसक्छ संसारमा बस्दाखेरि हामीलाई धेरै परीक्षाहरू आउँछ दुःख कष्टको है र त्यतिखेर आज हामीले कति परीक्षाको लागि हामीलाई एउटा जाँच पनि आउँछ त्यसरी एउटा नानीहरूले पढ्दा 6 महिनासम्म पढेपछि फेरि इक्जाम हुन्छ परीक्षा हुन्छ है कतिको पढेछ भनेर कतिकोले सिकेछ है त भनेर एउटा जाँच हुन्छ है परीक्षा हुन्छ अनि त्यहाँ चाहिँ परीक्षामा फेल पास है सब्जेक्टहरू कति निस्काल्छ मार्क्सहरू त्यो कुरा हुन्छ होइन अनि त्यस्तै खालको आज हामी विश्वासीलाई पनि आत्मिक क्षेत्रमा त्यस्तै खालको हामीलाई परीक्षा आउने गर्छ तर त्यतिखेर चाहिँ आज हामीले है परमेश्वरको सिद्ध इच्छालाई बुझ्नु सक्नु पर्यो है सिद्ध इच्छा चाहिँ के हो त्यो अनुसार चल्नु सक्नु पर्यो है अनि यसरी आज हामी फेरि है संसारको परमेश्वरले एकदिन भन्नुभएको छ तिमीहरू के हो संसारको होइनौ है संसारको होइनौ यदि तिमीहरू संसारको हुँदो हो त तिमीहरूलाई के गर्ने थियो संसारले माया गर्ने थियो त्यसै कारण तिमीहरू संसारको होइनौ र म पनि संसारको होइन भनेर भन्नुहुन्छ यूहन्नाको सुसमाचार यूहन्नाको 15:19 हेर्नुहुन्छ पढ्नुहुन्छ सुसमाचार 15:19 यदि तिमीहरू यस संसारका हुँदा हो त संसारले तिमीहरूलाई आफन्त छानी माया गर्ने थियो तर तिमीहरू यस संसारका होइनौ तिमीहरूलाई संसारबाट मैले चुने यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ यसै कारण संसारले तिमीलाई के गर्दछ घृणा गर्दछ है अरू कुनै कारण होइन किनभने उहाँले है हाम्रो ढाँचाहरू हाम्रो बोली वचनहरू हाम्रो व्यवहारहरू संसारबाट अलग दिएको हुन्छ नि त संसारले बोलेको जस्तो बोल्दैनौँ है अनि संसारको कुरोहरूलाई संसारले कस्तो गर्छ त्यस्तो गर्दैनौँ अनि संसारको कुरामा हामी है मान्यता दिँदैनौँ संसारको कुरामा हामीहरू सहमत दिँदैनौँ त्यसलाई ओके भन्दैनौँ है अब त्यस्तो सुन्छौँ यस्तो सामाजिक कुराहरू है एउटा समाजको हैसियतमा है तर पनि त्यसमा हामी लागि पर्दैनौँ है त्यसले गर्दाखेरि हामीलाई संसारले के गर्दैन माया गर्दैन र संसारले हामीलाई के गर्छ माया गर्नेको सट्टामा घृणा गर्छ है हाम्रो साथी अब समयको साथीहरू अब खाँदै हिँड्ने मान्छे जस्तो अब विश्वासी भए पनि विश्वासी जीवन नदेखाएको मान्छे है हो विश्वासी बत्तिसमा लिएको छ ग्रहण पनि गर्यो बत्तिसमा पनि लियो तर विश्वासी जीवन त देखाएन इसाई जीवन उसले देखाएन अनि यीशुको जीवन देखाएन यीशु देखाएन है यीशु क्रिस्ट देखाएन है अनि त्यसले गर्दाखेरि त्यो एउटै संसारमा जुवामा नारीको जस्तो भएर बसेको छ अनि पछाडि है उसले होइन पश्चाताप गरेर उसले फेरि फर्केर अब चाहिँ म फेरि हुँदैन भनेर उसले जब परिवर्तन हुन्छ तब उसले त्यो साथीले उसलाई के भन्छ है के अरे अब त बिरानो भएछ होइन अब त हामीसँग नमिल्ने भएछ होइन अलग्गै भएछ होइन भनेर यस्तो खालको एउटा अनौठो कुराहरू गर्ने गर्छ अनि त्यसले गर्दाखेरि अनि त्यही कुरामा हामी साँच्चै नै है संसारसँग हामी मिल्दैन र संसारको भाषामा हामी मिल्दैन
र संसारले हामीलाई मन पराउँदैन है। र यसरी आज हामीले संसारको कुरालाई हामीले जब है प्राथमिकता दिन्छौँ है, संसारको कुरामा हामीले चाख लाउँछौँ, संसारकै कुरा मजा आउँछ हो भन्छौँ है, संसारमै ठिक छ हो भनेर पनि भन्छौँ भने हामी के हो भने त्यो कुरा चाहिँ मूर्ति पूजा सर हो है। मूर्ति पूजा गरेको त्यति बराबर हो। जब हामी मन्दिरमा गएर है हामीले त्यो राखेको त्यो तोरमा जस्तो एउटा मूर्ति हुन्छ, त्यो मूर्तिलाई ढोगेको जस्तै हुन्छ है, त्यो मूर्तिलाई दण्डवत गरेको जस्तै हुन्छ। जब हामी संसारको कुरालाई सहमत दिन्छौँ भने है, संसारको कुरालाई संसारको ढाँचामा दिन्छौँ भने, अहिले संसारको कुरालाई प्राथमिकता दिन्छौँ भने त्यस्तो मूर्ति पूजा सर हो है। र त्यही कारणले त्यो मूर्ति पूजा गरेलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ, क्रोध गर्नुहुन्छ है। उहाँको क्रोध छ मूर्ति पूजा गर्ने मान्छेलाई चाहिँ, उहाँको क्रोध बसिरहेको छ। लाखे तँलाई भनेर भन्नुभएको छ, जब मलाई कहिले एक मात्र परमप्रभु परमेश्वर हो भनेर जुन दिन जहिले तैँले मलाई स्वीकार गर्छ त्यो दिन मात्रै तेरो उद्धार हुन्छ, र त्यो दिन मात्रै तँ मेरो पर्जा हुनेछ, त्यो दिन मात्रै मेरो सन्तान हुनेछ है। यसले गर्दाखेरि आज हामी विश्वासीको चाहिँ उहाँ चाहिँ के हुनुहुन्छ भने पिता हुनुहुन्छ। संसारको मान्छे हरेक धर्मावलम्बीका मान्छेहरू छन्, तर ईश्वर भन्छ है, ईश्वर चाहिँ एउटै हो, उनीहरूको पनि एउटै हो, हाम्रो पनि एउटै हो है एउटा सामाजिक रूपमा। तर आज हामी विश्वासीको लागि चाहिँ उहाँ चाहिँ पिता हुनुहुन्छ। हामीले मात्रै पिता भनेर सम्बोधन गर्छौँ है, हामीले मात्रै पिता भनेर मान्यता दिन्छौँ, तर संसारको मान्छेले पिता भन्दैन है, पिता भनेर सम्बोधन गर्दैन है। ईश्वर भन्छ, प्रभु भन्छ, परमेश्वर भन्छ, हे भगवान् भन्छ, यस्तो खालको कुराहरू अल्लाह भन्छ है, त्यस्तो गर्छ। आफ्नो आफ्नो भाषाबाट उच्च प्रशंसा दिन्छ है। तर पिता भनेर पुकार्ने चाहिँ आज हामी अब्बा पिता भनेर पुकार्ने चाहिँ इसाई मात्रै है। आज हामीले मात्रै अधिकार छ, किनभने युहन्ना 1:12 है भनेको छ है, जतिले उहाँलाई ग्रहण गरे उहाँको सन्तान हुनु हक पाए। सन्तान भएपछि हामी हाम्रो उहाँ के हुनुहुन्छ, पिता हुनुहुन्छ। त्यसले गर्दाखेरि आज हामी चाहिँ उहाँको छोराछोरी हौँ, सन्तान हौँ, हामी चाहिँ उहाँको वंश हौँ, अनि उहाँ चाहिँ हाम्रो के हुनुहुन्छ, पिता हुनुहुन्छ। अनि पिताको इच्छा पालन गर्ने छोराछोरी कस्तो है, कति धनिएको, कति है गौरव भन्छ, कति धनिएको मान्छे हुन्छ है, कति परमेश्वर खुसी हुनुहुन्छ है। जब बाबुआमाको इच्छा जब कुनै छोराछोरीले पुरा गरिदिन्छ भने त्यो छोराछोरीलाई कति भाग्यशाली है, कति राम्रो असल प्रशंसा दिन्छ बाबुआमाले है। त्यसले गर्दाखेरि मूर्ति पूजा सर हो। आज हामीले चाहिँ यसै के अरे जब हामी संसारको एक नाश संसारको ढाँचामा हिँड्छौँ भने हामीले एउटा लास्ट पद पढेर हामी अन्त गर्नेछौँ। कलसी 3:5 र 6 पढ्नुहुन्छ। यसै कारण तिनीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, बेविचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो, यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। नमान्नेहरूमाथि आउँदछ उहाँको कुरा है। त्यो चाहिँ मूर्ति पूजा सर हो भनेर भन्दछ है। त्यो चाहिँ सांसारिक स्वभाव है, यस्तो अशुद्ध है, अशुद्ध कुराहरू, बेविचारी कुराहरू है, यस्तो घिनलाग्दा कुराहरू धेरै छन् है। आज संसारसँग कोही संसारले चाख मान्ने कुराहरू, संसारले है गर्ने कुराहरू, संसारले मन पुर्याउने कुराहरू, यस्तो नराम्रो कुराहरू धेरै छन्। र त्यो कुरोदेखि चाहिँ आज हामी विश्वासी चाहिँ अलगिनुपर्छ। त्यो कुराले यो संसारमा अब आज साँच्चै नै परमेश्वरको वचन चाहिँ धेरै मात्रामा पुरा हुँदै गएको छ है, यही मात्रामा है। र अझै पनि है पुरा भइरहेछ, पुरा हुँदैछ है, अब अझै पनि हुनेवाला छ। र त्यसले गर्दाखेरि आज हामीले संसारसँग चाहिँ हामी अलगिँदै जानुपर्छ र संसारसँग एकनाशे हुँदैन। अब हिब्रू 12:12 भनेछ, तिमीले के भने लत्रेको हातहरू है, दुर्बल घोडाहरू लत्रेको हातहरू के गर्ने बेला भएको छ, उठाउने बेला भएको छ है यो बेला चाहिँ। अनि उहाँले यसरी आज आफ्नो छोराछोरीलाई कोही पनि नष्ट होस् भन्ने उहाँको चाहना छैन। कोही पनि नष्ट यसरी आज उहाँले बाँचेको चाहनुहुन्छ
बाँचेको है स्वर्ग गएको चाहनुहुन्छ। अनि यसले गर्दाखेरि उहाँको संसारसँगको ढाँचामा संसारको कुरामा नचला भनेर है भनेर चाहिँ पूर्ण रूपले के हो परिवर्तन हो भनेर है। दुईटा नाउँमा खुट्टा टेकेको जस्तो होइन है, राम्रोसँगले परमेश्वरलाई पहिलो प्राथमिकता देऊ अनि अरू कुरा चाहिँ तिमीहरूले गर्नुपर्छ। हामीले संसारमा हुँदाखेरि हाम्रो शरीरको लागि है हामीले प्रभु यीशु मसीहले पनि त हुनसक्छ भने यो कतिवटा मेरो हटिजाओस् भनेको त्यो शरीरको र आत्माको लडाइँ थियो है। आज हाम्रो जीवनमा पनि हर वखत शरीरको लडाइँ चलिरहेछ। अहिले युक्रेन र रुसको लडाइँ चलेको जस्तै हाम्रो पनि आत्मा र शरीरको लडाइँ चल्दैछ र कोही बेला हामी घटी हुन्छौँ, कोही बेला बढी हुन्छौँ, कोही बेला है मानिसको मन छली हुन्छ है, सबै कुरो भन्दा छली हुन्छ र मानिसको कसले चिन्न सक्छ र है र मान्छेको। त्यसै कारण आज हामी आफैले कन्ट्रोल गर्नुपर्छ, सम्हाल्नुपर्छ। परमेश्वरको छोराछोरी परमेश्वरलाई मनपर्दो गर्ने के भने कोसिस गर्दै जानुपर्छ। अनि यसले गर्दाखेरि यही चाहिँ आज है धेरै जग्गामा जातिको लडाइँ भन्यो पहिले है वचनमा छ। अनि जातिको लडाइँ सकेर फेरि देशको लडाइँ हुँदैछ, त्यो वचन पुरा हुँदैछ। अनि त्यसले गर्दाखेरि धेरै किसिमको अब अझै पनि घटनाहरू हुँदैछ र अझै पनि अब हुनेवाला हुन्छ। त्यसले गर्दा आज हामीहरू जागो बस्नुपर्छ भन्दामा अब रातभरि ननिदाइ होइन, यही कुरामा हामी संसारसँग अलग्गिएर बस्नुपर्छ, जागो बस्नुपर्छ है। हुन्छ, परमेश्वरको वचन म यतिमै राख्छु र सुन्ने प्रत्येकलाई परमेश्वरले धेरै आशिष दिएका हुन् र तपाईँले ध्यानपूर्वकसँगले सुन्नुभएको छ, धेरै धन्यवाद छ र फेरि पनि यो समय हाम्रो बोल्नुलाई दिन्छौँ।